Did you know there is a place just 30 minutes from the Kathmandu where you can escape the city chaos and hike through a peaceful forest? Today, we are heading to Sivapuri National Park to find out if it's really worth the trip. Hello everyone. So हामी चाहिँ शिवपुरी राष्ट्रिय निकुञ्जको यात्रामा छौँ र अहिले चाहिँ हामी ठ्याक्क लाएर बुढानी कण्ठ चोकमा आइपुगेका छौँ। त्यहाँबाट चाहिँ हामी लाग्छौँ मास्तिर। चार पाङ्ग्रे सवारी निषेध। सब्दाइहरू पठाओ लिएर बसिरहनु भयो। तर हामी ट्रेकिङमा आएको छौँ। We decided to have a trek from here. यहीँबाट हिँड्दै जाने 2 किलोमिटर। अब फर्किँदाखेरि पछि गाह्रो भयो भने हामी पठाए पनि बुक गर्न सक्छौँ। तर अहिलेलाई यहीँनिर लेखार बर्निङ लिटरली ब्रो यहीँनिर लेखार बर्निङ भन्दैछ यो मान्छे। कसरी पुग्छ तिमी त्यहाँ? ए त्यो सुतेको मूर्ति कहाँनिर छ? भगवान् विष्णु भएको मूर्ति छ। जोस आयो क्या, मोटिभ भयो क्या। एकदम राम्रो भिजिट दिस प्लेस। अब चाहिँ हामी we're heading back. 9 बज्यो। No? 9:30 बजे हामी त्यहाँ गेट पुग्नुपर्छ। अब विपसनामा आई थिङ्क 9:30 बजे पुग्ने हाम्रो प्लान हो है। 2 किलोमिटर हाफ एन आवर 100 मिटर अफ एलिभेसन 2 किलोमिटर आई थिङ्क इज क्वाइट गुड। अनि रमाइलो भइरहेको नि त के छ? खाजा वाइल्ड खायो है, पप्पा खाजा खायो। अब बन्द पनि ट्याक्क लगाएर हाम्रो क्यालोरी बन्द बबाल हुनेवाला छ। अनि दिस इज द भ्यू। हामी चाहिँ यता माथितिर गएर अब योबाट त्यहाँ दामी दृश्य, त्यहाँ माथिबाट जान्छौँ। बबाल माथि भ्यू त माथिबाट आउँछ नि यार ब्रो। अहिले ठ्याक्क शिवपुरी राष्ट्रिय निकुञ्ज आइपुगेको छौँ। अब यहाँ चाहिँ हाम्रो टिकट काउन्टर छ। एउटा फर्म भएर हामीले के ल्याएको छ होइन, बिस्कुटहरू, त्यस पछाडि चाउचाउ, कोल्ड ड्रिङ्क्स, पानीहरू के ल्याएको छ। सो एभ्रिथिङ मेन्सन गरेर हामीले टिकट भऱ्यौँ। अनि अब यहाँ राष्ट्रिय निकुञ्जको यो उयो छ टिकटहरू। नो क्याम्पिङ केही छैन। 100 रुपिस पर दि नेपाली सिटिजन। अनि अरू भनेको सार्क सिटिजनलाई 600, फरेन सार्क कन्ट्री बाहेक फरेन कन्ट्रीहरूको लागि 1000 रुपियाँ चार्ज। सो हामी चाहिँ अब राष्ट्रिय निकुञ्जतर्फ प्रस्थान गर्दैछौँ। अहिले 10 बजेको छ र हामी भर्खरै सबै चेकिङ गरेर अनि अहिले चाहिँ अब फाइनली हामी रियल ट्रेकमा निस्केका छौँ। हाम्रो लक्ष्य भनेको शिवपुरीको टप पुग्नु हो। यहाँ निकै हराइन्छ अरे यार। शिवा गोल्ड स्टारको ट्रेकिङ सुज लाएर चिप्लिन्छ। दासो बेजतै शिवा। मलाई बाटोहरूले नचिनेको मात्र हो। तिमीलाई बाटोहरूले चिन्दैन। बाटाहरू यतै कतै हराएका छन्। यात्रीहरू यतै कतै भौतारिरहेका छन्। बाटाहरू यतै कतै हराएका छन्। थ्याङ्क्स, लभ यु। वाह त भने यार शिवा, वाह त भन। शिवालाई के थाहा? 50 घन्टा हेरिदिन्छु त पछि हेरिदिएको पछाडि। वाह नाइस। अब कुनै न कुनै बेला त केही न केही त आउँछ कन्टेन्ट हाल्छु हेर।
त्यही हाल्छु एक्ज्याक्टली त्यही हाल्छु त्यो हेर भनेर साथी A few moments later. यताबाट विष्णुद्वार अनि बागद्वार हामी यता जाने कि जाने यसो हामी यहाँ पुग्यौँ हामी रुटु साढे अब यो बाटो गयो भने धेरै घुम्नुपर्छ होइन यो बाटो गयो भने आई थिङ्क यो बाटो यो बाटो जाने यतिबाट हो पिक जाने यतिबाट हो यस्तो मैले चाहिँ यो म्याप्समा हेर्दाखेरि पिक चाहिँ यता देखायो अनि बागद्वार झरनाहरू चाहिँ यता देखायो सर्टकट यो देखाउँछ तर अप्ठ्यारो छ यतिबाट जाउँ न त जाउँ यतिबाट जाउँ So we decided to go from this way I think न सकिरहेको छ अहिलेसम्म सिधा चाहिँ मजाले नै आजसम्म त्यो 5 मिनट्स लेटर वाला मोमेन्ट चाहिँ आएको छैन थाहा छैन आउनु सक्छ नहोस् हामी अब बागद्वार हुँदै अनि जाने भयौँ यहाँ अगाडि एकजना झरनाको वाउ यार बबाल दामी बबाल हाल्छ शिवा This is so fucking good! Wow, wow! We found the gem! OP! Guys! पर्दैन रमाइलो भयो एउटा सानो झरना भेट्यो अनि हामीले चाहिँ रमाइलो गऱ्यौँ अब अगाडि बढिरहेका छौँ दामी ट्रेल राम्रो छ Done this before with each. Oh, back. Man versus wild type को के Real girls. Let's go. अब ओ ल त्यो बाटो हैन हो त्यता यहाँ नाइस यहाँ दामी ओपे शिवाजी त्यो सर्टकट हो अफ कोर्स जस्ट वी आर एक्सप्लोरिङ हैन धेरै सर्टकट हो नि यस्तो घुम्नुपर्छ शिवालाई बुझाउनु फेरि 10 रात लाग्छ यो ट्रेनले आउँदैन क्या ब्रो अघि जुन हामीले छोड्यौँ नि त्यो ट्रेन जाने हो क्या गरिस् ओके All good. Yeah. Man versus wild. Man, कसम ओपियो काल रहेछ नि. We are back on trail, I think. We are not in back in trail. Wow. Do you remember, bro? के कुरा? काठमाडौँ हो कि कतातिर यसरी नै हिँड्दाखेरि उहाँहरू न यस्तै एउटा भ्यू थियो हामीले फोटो खिचेको थियौँ Oh, त्यस्तै झन्डाहरू राखेको थियौँ nice. Look at the view of KTM. Okay. यार दामी भ्यू त यहाँबाट आउँदैछ Woo! हामी लगभग अब आधीतिर आइपुगेका छौँ यहाँबाट बागद्वार त्यस पछाडि बागद्वार पछाडि 45 मिनटको हामी ट्रेक पछाडि चाहिँ शिवपुरी पिक पुग्नेछ रमाइलो भइरहेको छ यात्रा ट्रेलहरू इजी नै छ त्यस्तो कठिन छैन
हामी चाहिँ फाइनल्ली बागद्वार आइपुगेका छौँ वन्डरफुल यार बबाल ट्याक्कै 2 बजे ट्याक्कै 2 बजे भनेको थियो ट्याक्कै 2 बजे आयो यसो न बबाल ओबुई सो गुड सो नाइस शिवा पिकनिक होइन म त अब डिफ्रेन्ट कार्यक्रमहरू हुन्छ होला सो त्यसकै लागि क्या पिसफुल के एकदमै राम्रो छ सो गुड भाइबदेखि लिएर एभ्रिथिङ है सबै कुराहरू सो वन्डरफुल पिपल भिजिट दिस ट्रेक दिस प्लेस एउटा भर्खर एकजना साथीसँग पनि भेट भयो अनि एकदमै खुसी एकदमै आनन्द लागेको छ यहाँ आउँदा द प्लेस इज सो पिसफुल एन्ड क्वाइट आइजुँदाखेरि त्यसको अनि मान्छेहरू चाहिँ भुतायो भनेर सो अब चाहिँ हामी 1-2 मिनटमा 1 मिनट पनि होइन अब 30 सेकेन्डमा वी आर सिइङ द भ्यू हामी फाइनली आइपुगेका छौँ शिवपुरी हाइट पिकमा त्यहाँनिर चाहिँ पिक रहेको छ यु क्यान सी इट वाउ Is that a man or something? Wow. Okay, let's see. Woo! Oh, there is nothing. Oh, stop that. Sad. This is worth it. View ta खुल्दै थिएन अझ बवाल हुन्थ्यो यार शिवपुरी बाबा शिवपुरी हाइट गुजबम्स आउँदैछ अरे मलाई त शिवपुरी पिक I wanna sleep man I'm dying to sleep so गले म oh shit मलाई मेरो माइन्डको नर्भ्सहरु यार जिङरिङ हुँदैछ यस्तो मजा आएर शिवा माइन्डको नर्भ्सहरु एक्टिभ हुँदैछ क्या त्यस्तो फिलिङ्स आइरहेछ so good look at this nice so अहिले चाहिँ हामी ठ्याक्क लाएर शिवपुरी नेसनल पार्क शिवपुरीको पिकमा आइपुगेका छौँ अनि यो शिवपुरी राष्ट्रिय निकुञ्जको टपमा आइपुगेका छौँ मान्छेहरू चाहिँ यताबाट धेरै आउनु भएको रहेछ सो हामी चाहिँ ठ्याक्कै अपोजिट वेबाट आयौँ वी आर ह्याभिङ क्वाइट फन वेदर एकदम चिल छ मौसम बबाल छ अब हामी आई थिङ्क 2.5 घन्टा 3 घन्टा लाग्छ होला ब्याक टु तल अनि So after the wonderful visit of this place, it was so wonderful. धेरै मजा आयो. The weather is good. एकदम ट्रेकिङ गर्नको लागि नै बनेको जस्तो वेदर थियो. अनि सबै कुराहरू एकदम राम्रो भयो. पानी पनि त्यस्तो कहीँ परिदैन. अलिअलि कतै सिमसिम परे जस्तो भइरहेको थियो तर इट्स नट अ बिग डिल. अनि वेदर पनि एकदम कुल अनि मजा आयो जस्ट इट वाज सो नाइस. अनि अहिलेसम्म त्यस्तो केही पनि भएन पनि. हामी पिक समिट गरेर चाहिँ अब ब्याक टु तल बुढालिङ कण्ठतिर ब्याक हुँदैछौँ. सो लुक एट दिस वेदर लुक एट द भाइब एकदम रमाइलो छ. अनि मेरो साथमा शिवा अनि म अनि शिवा चाहिँ अलिअलि गले जस्तो भइरहेको फ्यु मोमेन्ट्स बेटर. So after the wonderful visit of the Shivapuri peak, एउटा पुरै सर्किट हान्यो. It was so awesome अनि निकै नै रमाइलो आयो. This wonderful एकदमै यस्तो दामी यो vibes is so good. अनि if you guys are watching or if you guys are planning to do,
दिस ट्रेक प्लिज डु इट अलिकति कन्सियस हुनु होला कसरी जाने के जाने कुन रुट लिने एभ्रिथिङ आई विल मेन्सन इन द डिस्क्रिप्सन प्लिज चेक इट आउट तपाईँलाई धेरै नै हेल्प हुनेछ आई थिङ्क मलाई त्यस्तो लाग्छ मैले सक्ने सहयोग म हजुरहरूलाई गर्नेछु अनि केही यदि क्वेरी छ अबाउट दिस ट्रेक अबाउट दिस थिङ यो ठाउँको बारेमा के छ वर्थ इट छ कि छैन भन्ने कुराहरू केही छ भने प्लिज प्लिज कमेन्ट गर्नु होला एन्ड प्लिज सब्सक्राइब माई च्यानल सपोर्ट आई एम एक्सपेक्टिङ फ्रम यु गाइज अनि या दिस इज सो असम मजा आयो प्रज्वल मेरो साथी अनि हामी दुईजना मात्र ट्रेक सम्पन्न गऱ्यो एन्ड इट इज सो नाइस सो हाउ वाज द ट्रेक अनि कस्तो भयो एकदम रमाइलो किन सोचे भन्दा धेरै नै रमाइलो किनभने यो मेरो फर्स्ट ट्रेक थियो मलाई यति कम्फर्ट फिल भयो होइन ओके अब भन अनि खुट्टा दुखा चाहिँ छैन खुट्टा दुख्नु भनेको होइन खुट्टा दुख्नु नर्मल हो होइन तर ट्रेकले चाहिँ त्यो पेनलाई चाहिँ रिप्लेनिस गर्छ क्या एकदम ल ओके गाइज सी यू इन द नेक्स्ट ब्लग सी यू प्लिज सब्सक्राइब लभ यु अल